निरौलाको तेह्रथुमको डाँडाबाट पहाड छोडेर आए सपनाको भारी काँधमा। घरमा छन् दुई छोरी, मन पनि निकै उज्यालो, रूप मात्र होइन उनीहरूको सास पनि उत्तिकै राम्रो। दुई भाइहरू कडा छन्, आमा बुबाको ढाड बने, एकताको डोरी समातेर हुन त सबै अघि बढ्ने। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। दुई छोरा दुई छोरी, सुख दुःखको साथ छ, मोरङको रङ्गेलीमा अब नयाँ सुरुवात छ। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। सबैजना मोरङतिर लागे, नयाँ ठाउँको बाटो समातेर, मिहिनेत र पसिनाले आफ्नो भाग्य बनाउँदै। रङ्गेली बजारको पसलमा उज्यालो बिहान फुल्छ, आफ्नै हातले लेखेको कथा बिस्तारै बिस्तारै फुल्छ। व्यापार मात्र होइन यो भविष्यको पर्खाल हो, निरौलाको नाम चम्काउने ठुलो एउटा मिसाल हो। परिश्रमको मिठो फल दिनदिनै देखिँदैछ, सपनाको त्यो भारी पनि अब हलुका हुँदैछ। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। दुई छोरा दुई छोरी, सुख दुःखको साथ छ, मोरङको रङ्गेलीमा अब नयाँ सुरुवात छ। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। डाँडाको सम्झना साथमा तर पाइलागी नै, हातेमालो गर्ने बानी कहिल्यै छुट्दैन है। कडा घाम चिसो रात सबै सँगै पार गर्यो, एकै घरको बलले अगाडिको बाटो छोड्यो। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। दुई छोरा दुई छोरी, सुख दुःखको साथ छ, मोरङको रङ्गेलीमा अब नयाँ सुरुवात छ। यो कहानी हो निरौलाको तेह्रथुमबाट आएको एउटा सपना हजारको, एउटा सपना हजारको। रङ्गेलीको गल्लीमा पसल चलिरहेछ, निरौलाको नाम आज झन् उज्यालो हुँदैछ। तेह्रथुमको जग बलियो, मोरङको छातीमा मिहिनेत यो परिवारलाई सधैँ हाम्रो नमस्कार। टिकागोमा